नमस्कार नमस्कार शुभ बिहानी गुड मर्निङ। म चाहिँ आज यहाँ धेरै वर्षपछि गङ्गा जमुना माईको थानतिर चाहिँ उक्लिँदैछु हैन। आज त्यति मौसम खुलेको छैन। तल चाहिँ यो ठुलो एकादशीमा चाहिँ मेला लाग्ने चौर जस्तो देखिन्छ, तर पहिला खेती नै गरिन्थ्यो अब हैन। एकादशीको मेला लागेपछि त्यहाँबाट गाउँलेले गहुँ तोरी छरेर गोठ तला लान्थे। म चाहिँ यहाँ पहिलो झरना नजिक पुग्दैछु हैन। पहिला पहिला चाहिँ दर्शन गर्न आउने भक्तजन अनि तीर्थयात्रीहरूले चाहिँ अब टाढा टाढाबाट यात्रा गर्नुपर्ने, धेरै टाढादेखि आउनुपर्ने हैन। अनि त्यही भएर कतिपय पकाउने तुलाउने भनौँ न भाँडाकुँडा पनि ल्याएर आउन सकिँदैन थियो, कतिपय भुल्थे भने अलि ठुलै अब पूजाआजा गर्न पर्यो भने चाहिँ अनि भाँडाकुँडा चाहिँ यहीँ गङ्गा जमुना माईलाई नै माग्ने चलन थियो अरे के। अब हेलो गङ्गा जमुना माई हामीलाई चाहिँ पकाउने भाँडाकुँडो चाहियो भन्दाखेरि अब खडकुँडो डाडु पन्यु थाल के अब त्यति बेलाको चलन अनुसार जे चाहिन्छ त्यो भाँडाहरू माग गरेपछि चाहिँ अनि यता चाहिँ आवाज आउँथ्यो अरे के, खराङ रङ 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 आवाज आउने। अनि ठ्याक्क भाँडाकुँडा चाहिँ आइपुग्थ्यो अरे। त्यसपछि अनि पूजाआजा सकेपछि खानपान अब खानाहरू बनाएर अनि खायो। त्यसपछि सरसफाइ गरेर फेरि त्यो भाँडाकुँडा चाहिँ फिर्ता गर्ने चलन थियो अरे। फिर्ता सरसफाइ गरेर फिर्ता गरेपछि फेरि ल तपाईँको हामीले चाहिँ काम सक्यौँ, अब यो भाँडाकुँडा चाहिँ फिर्ता लानु भनेर सरसफाइ गरेर छोडेपछि फेरि आवाज चाहिँ आउँथ्यो अरे, तर मान्छे देखिँदैन थियो अरे। त्यसरी चाहिँ चलाउने गरिन्थ्यो भनेर भनिन्थ्यो पहिला का बुढापाकाहरूले हैन। तर एकचोटि चाहिँ के गरेछ भने बदमास हुन्छ नि हैन, समाजमा चाहिँ बदमास मान्छेहरू पनि ती मान्छेले चाहिँ अब भाँडाकुँडा मागे देवतालाई चाहिँ, तर आफूले पकाइ तुलाइ गरेपछि सरसफाइ नगरिकन त्यसपछि जुठो भाँडो नै फिर्ता गर्दैछन् रे। अब यो साँच्ची नै भगवान् हो कि होइन, मान्छेले गरे हो कि के हो, जुठै दियो भने के हुँदो रहेछ भनेर त्यो बदमासले चाहिँ फिर्ता गर्दैछन् रे। त्यहाँदेखि चाहिँ अनि जुठो भाँडो त फिर्ता लगेर त गए, तर त्यसपछिका जति भक्तजनहरूले आएर भाँडो चाहिँदाखेरि चाहिँ माग्दाखेरि भाँडो चाहिँ त्यहाँदेखि चाहिँ दिन छोड्यो अरे, बन्द भयो अरे। जति पुकार गर्दा पनि भाँडाकुँडो दिन मानेन र त्यहाँदेखि चाहिँ भाँडाकुँडा दिने काम चाहिँ बन्द भयो भन्ने किम्बदन्ती हामीले चाहिँ हाम्रा हजुरबा हजुरआमा जिजु हजुरबा हजुरआमाबाट सुनेका थियौँ। अब होइन धेरै वर्ष भयो म यता यहाँ नआएको पनि। अब हुन त अब कहाँ गइयो होइन। अब धर्म कर्ममा आस्था नराखेर नि हो कि साह्रै भिखारी भइयो त जिन्दगी त। झल्लु यो चाहिँ पहिलो झरना हो। हर 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 गङ्गे पानी देऊ। यसो भनेपछि यहाँबाट हर 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 चाहिँ पानी आउँछ। यहाँ हेर्नुहोस्, अब पहिला यो कुनामा चाहिँ नुहाउने हो, अहिले पनि आइरहेछ झर्ना। जति आवाज दियो इको भन्छ नि, जति इको यो आवाज चाहिँ गुन्जिन्छ पहाड यो चट्टानमा पहरामा चाहिँ जति आवाज गुन्जिन्छ त्यति नै माथिबाट चाहिँ यो पानीको झर्ना चाहिँ आउँछ। हर 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 यस्तो छ होइन। ल हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा
तपाईँहरूलाई फेरि थप जानकारी दिनेछु।